नाम लो नाम लो दुख हंसो आंसू को साथी हो मन मन को कथा घर घर को कथा नाम लो नाम लो छैन कतै हरियाको बिसाउने चौतारी सुखै सुख खोजी गयो मनको दौतारी नभए नि सुख सयल गुन्द्री अनि काम्रो जीवनको सारथी छ शिरमाथि नाम्रो नाम लो नाम लो नाम लो नाम लो नाम्लोकै सिरानीमा झुल्किन्छ बिहानी नाम्लो भित्रै लुकेका छन् मेरा कथा कहानी नाम लो नाम लो नाम लो नाम लो ल अब मैले जति भन्दा पनि लाग्दैन तँलाई कम्तीमा दाइको कुरा सुने त राम्रै हुन्थ्यो क्यारे अब गाउँमा दुखै गरेर बस अब बुवासँग पनि भेट भएन बुहारीलाई विदेश पठाउँदैछस् काठमाडौँ आउँदाखेरि चाहिँ मलाई भेट्नु है हुन्छ दाइ दिदी राम्रोसँग जानु कहिलेकाहीँ चाहिँ फोन गर्दै गर्नु है तपाईँ पनि राम्रोसँग बस्नु ल जान्छु भाइ आफ्नो ख्याल है हस्त देवर बाबु भाइ राम्रोसँग जानु है ल राम्रोसँग बस है ल माना दाइ र दिदी आउँदा त घरै कस्तो उज्यालो भएको थियो गइहाल्नु भयो 2-4 दिन बस्नु भएको भए नि हुन्थ्यो होला है त्यही त अब काठमाडौँमा बिजनेस गरेर मान्छे फेरि बिजनेस सपोर्ट भयो भने के गर्नु हिँड जाऊ
अब दाइ भाउजू आए, 2-4 दिन बस्यो, माया मोह देखायो, यस्तो गर उस्तो गर, यो भएन त्यो भएन भन्यो, गयो। आफ्नो दुःख आफैसँग छ। कति भाग्यमानी म त अघि मोरी यति राम्रो बुढीलाई चिया पकाएर खुवाउन पाएँ। सोभित, म पनि कति भाग्यमानी छु नि त, हजुर जस्तो माया गर्ने श्रीमान पाएँ। यति वर्षपछि तिमीलाई माया गर्न पाएको मोरी, तिमीलाई त म कति धेरै माया गर्छु। यहाँभन्दा बेसी माया बढाउनु पर्दैन, जति माया गर्नु भएको छ त्यति भइपुग्छ। अनि सोभित, नयाँ जिन्दगी सुरुवात गर्नु पर्यो नि, माया मात्र गरेर पुग्छ। के रे मोरी, माया बढाउनु पर्दैन रे? जानु भनेको कुरै बुझ्दैन। माया गर्न त रात छैन, दिउँसो त काम गर्नु पर्यो नि। अब कसरी जिन्दगी चलाउने त्यो सोच्नु परेन? जे गर्नु पर्यो मैले गर्छु नि, तिमीले किन गर्नु पर्यो? तिमीले बसी खाऊ न त। परे छैन, तपाईँले जे काम गरे नि म सघाउँछु, म पनि सँगसँगै हिँड्ने हो। पर्या छैन तिमी म सँगै हिँड्न। तिमी घरमा बस्ने हो, मैले काम गर्ने हो। बल्ल बल्ल शत्रुको आँखा लाग्न छोड्या छ। ल मोरी, म अब कुटो बोकेर मेलातिर लागेँ। म आउँदाखेरि खाना बनाएर राख्नु है। के हो नाम्लिनीज्यू, सिउँदो मात्र भरेर भएन नि, जिन्दगी पनि रित्तो गाग्री पनि रित्तो। यसरी रित्तो गाग्री देखाएर सायद त बिग्रियो नि मेरो। ए धनी मनी ठुला बडा महाशयको रित्तो गाग्री देखेर सायद पो बिग्रियो। अब लास देख्यो भने चाहिँ सायद पर्छ अरे। त्यसो भए हजुर महाशयको लागि म लास बन्दिउ त? लासै त हो नि नाम्लिनीज्यू, यो पनि केही जिन्दगी हो। मेरो लागि त तिमी जिउँदो लासै हो। राम्रो लाउन मिठो खान दसैँ आउनुपर्छ तिमीहरूलाई। हामीलाई हेर, हामीलाई राम्रो लाउन मिठो खान खाली दिनको उज्यालो भए पुग्छ। तिमीहरूको जस्तो चाडपर्व कुरेर बस्नु पर्दैन नाम्लिनीज्यू। नाम्लिनीज्यूको घरमा मान्छे जानै मान्दैनन्। तर हामीले बोलायो भने खान पाइन्छ कि भनेर मक्ख परेर आउँछन्। गाउँलेलाई बोलाएर खाना दिन्छु भनेर धेरै फुर्ती लाउनु पर्दैन। हामीले नदेखेको हो र? अस्ति बिहेमा खाना दिनुपर्छ भनेर सुटुक्क बिहा गरेको हामीले नदेखेको हो र?
एउटा उखान छ नि हजुर, धाक बन्दा धक्कु ठुलो, हिँड्न लाग्दा खुट्टा लुलो भनेको यही हो। कसको कतिसम्म औकात छ भन्ने कुरा त्यो मलाई राम्रोसँग थाहा छ। मेरो अगाडि धेरै फुर्ती नगरे पनि हुन्छ। ओहो, साँच्ची त मैले बिहेको निम्तो दिएँ, खानालाई चाहिँ बोलाइन नि, त्यही भएर रिस उठ्यो होला होइन नाम्लिनेज्यूलाई? रिस पनि किन नउठोस्, एक छाक भने नि घरको भात जोगिन्थ्यो। मैले बोलाइन, तर तपाईँ पिर नगर्नुहोस् नाम्लिनेज्यू। यो बिहेमा नआए पनि छोराछोरीको पास्नीमा तपाईँलाई पेट भरुन्जेल खुवाउँछु म। धन्दा नमान्नुहोस्, नबोलाएकोमा माफ पनि गर्नुहोस्। हेर मानव भाइ, विदेश भनेको दसैँ तिहार जस्तै हो, आयो गयो, उमेर गएको पत्तै हुँदैन। के गर्नु? अब तिमीले कमाएर ल्याइहाल्यो, हामी बुढाबुढी जान्छौँ भनेर रिस गरेको हो कि क्या? कमाएर के गर्नु? कमाउनु त कमायो नि, त्यो त तिमीलाई थाहा छँदै छ। कमाए जतिको सबै त्यही बुढीले त्यसो गरेको, अब फेरि त्यही बुढीसँग बिहा गर्यो। त्यो बितेको कुरा नकटाउन दाइ। बितेको कुरा बिर्सिसकेँ मानव भाइ। अब नयाँ जीवन सुरु गर्ने, अब कुटो कोटालो गर्ने, खेती किसानी गर्ने। विदेश त बिर्सिसके। हेर मानव, बुढीलाई खुसी पार्न नेपालमै बसेर खुसी पार्न सकिन्छ, विदेशै किन जानु पर्छ? अब त हुँदा हुँदा घरमै आएर पनि भड्काउन भ्याइसके होइन। एकछिन म के धारामा पानी लिन गएकी थिएँ। हेर्नु है मानव, मैले हजुरलाई भनेकी छु दुनियाँको कुरा नसुन्नु भनेर। अब विदेश जान्छु 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 भनेर मैले भनेको गाउँलाई गीत भइसक्यो। त्यसले भन्ने मात्रै हो, तँ जाने होइन भनेर भन्छ।
खुरुक्क त्यहाँ गाविस जानुहोस्, त्यहाँ सचिव कहाँमा गएर बुझेर आउनुहोस्, सिफारिस लिएर आउनुहोस्। विदेश जाने हो, जाने भनेपछि जानै जाने, जसले जेसुकै भन्नुहोस्। अनि तपाईँले केही बोल्न मन लाग्दैन भनेको? यत्रो मैले बोलिसकेँ हो, यही भएर दुःख पाइन्छ क्या। दुनियाँ गाउँले हेप्नुको कारण पनि यही हो। अलिक बुढो गतिलो, अलिक बोल्न सक्ने भइदिएको भएदेखि यसरी दुःखै पाइँदैन। होइन, सोच्नु मैले पनि सोचिरहेको क्या। तर हेर न, अब यो शोभित दाइको तिमीलाई थाहा छ त, देखिरहेको छु। अर्कालाई हेरेर चल्ने होइन कि, आफूले चाहिँ के गर्ने हो, कसो गर्दाखेरि ठिक हुन्छ, आफूलाई कसरी चाहिँ राम्रो हुन्छ त्यो पो गर्ने हो त। दुनियाँलाई हेरेर चल्ने हो भने त यस्ता उदाहरण त कति छन् नि। विदेश गएर चाहिँ पैसा कमाएका छैन, त्यो पनि हेर्नु न। ल भन्नु त तपाईँ आफै, यहाँनिर हामीले 2000 कमाइन्छ भने विदेशमा 10,000 कमाइएला। दुःख त जहाँ पनि दुःख हुन्छ। मुना यदि खाऊ त, जहिले पनि चौरान पानी खानुपर्ने? खाऊ न, आजलाई खाऊ 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 न, खाऊ। खाऊ त्यति खाऊ। मुना के भयो, के भयो मुना? मुना मुना के भयो, के भयो मुना? मुना मैले पनि हेर्दै नहेरिदिएँ तिमीलाई। त्यो गिलासमा केही पो परेको थियो कि वाका 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 सबै फाल्देऊ। यति गर्दा पनि हजुर बुझ्नुहुन्न? हजुर बाउ गर्ने हुन्छ कि। ओ हो र, मुना कस्तो खुसीको कुरा सुनायो तिमीले। त्यता बस्छ त, चिसो छ, केसोकोमा बस्नु। बस न त्यहीँ बस। आज म कति खुसी छु नि। खुसी चाहिँ हजुर मात्रै हुनुपर्ने कि म चाहिँ खुसी छैन होला त? जन्मनु पर्ने चाहिँ मैले, आफू मात्रै खुसी हुनुपर्ने। म पनि खुसी छु नि। मुना म त खुसी मात्र हुन्छु, तिमी चाहिँ धेरै खुसी हुनु। अनि हरेक दुःखका पहाडहरू म एक्लै फोर्छु, तिमी चाहिँ सधैँ सुखी हुनु। धेरै खुसी पनि नहुनु, दिदी जस्तै भयो भने। मुना दिदी नै सम्झिनुपर्छ यो बेला। बुढो नरिसाउनु न, के गर्नु त, दिदीको कुरा आइहाल्यो मुखबाट। अनि सरी नि, आउनु न, आउनु न भने। बुढो आज खुसीको दिन पनि रिसाउनु पर्छ त? अब मुखबाट खुस्किहाल्यो, के गर्नु त? सरी भनिसके त, आउनु न।
हजुरलाई मात्रै दिदीको याद आउँछ, मलाई चाहिँ आउँदैन। सरी भनिसके त, माफी दिनु पर्दैन। नरुनु, त्यति भन्दैमा रुन पर्ने। मुना, मैले बिर्सने कोसिस गर्दै थिएँ, फेरि तिमीले सम्झाइदियो। याद त आइहाल्छ नि, अनि के मलाई चाहिँ दिदीको याद आएको छैन र? के गर्ने, जति बिर्सन्छु भन्छु उति याद आउँछ। कुनै कुनै सम्बन्धहरू यस्ता हुन्छन्, जति बिर्सन खोजे पनि याद आइरहन्छ। खर्चको टेन्सन नगर्नुस्, मेरो दाइलाई चाहिँ छिटै निको हुनु पर्यो। मन्जरी, दाइलाई ठिक हुन्छ, तिमी केही पिर नगर। हामीसँग पैसा छ, राम्रो राम्रो अस्पताल लैजाउँला, राम्रो राम्रो डक्टरलाई देखाउँला, जसरी पनि दाइले ठिक हुन्छ, पिर नगर। अनि मन्जरी, तिमी यो गाउँका कसैसँग पनि देखा पर्ने होइन, यति कुरा चाहिँ याद राख। हुन्छ, म गाउँको मान्छेहरूसँग जोगेर हिँड्नु। तपाईँले राम्रो राम्रो डक्टरलाई त देखाउँछु भन्नुभएको छ, तर यति धेरै पैसा खर्च भइसक्यो, दाइ त ठिक हुनु भएको छैन। हेर मन्जरी, कहिलेकाहीँ डक्टरले औषधिले ठिक पार्न सकेको रोग माया ममताले ठिक हुन्छ। त्यसलाई दाइको स्याहार गर्न लगाऊ, मालिस गर्न लगाऊ, जति सक्छौ त्यति दुःख देऊ त्यसलाई। अनि त्यसपछि दाइलाई पनि ठिक हुन्छ, हामीलाई पनि त्यो दिललाई ठन्डक मिल्छ। ल अहिले म एकछिन बाहिर गएर आउँछु, तिमी त्यो मैले भनेको कुरा गर है त। ल लाग्यो। नम्रत दाइ, तपाईँको भाका त नागिसक्यो कि तपाईँको घरको भित्तेपात्रोमा महिना 34 गतेको हुन्छ है क्या? तपाईँको यही मुखले छोरी पढाउन सकिन भाइ, अलिकति पैसा हाल्दै भनेर मसँग पैसा लिएर जानुभएको होइन? कहिले फिर्ता गर्ने त्यो पैसा? झन् आफ्नै गाउँको दाई भनेर केही पनि धितो नराखिकन सुरुक्क पैसा दिएँ। अहिले त पैसा उठाउनलाई गाह्रो पार लाग्नुभयो क्या तपाईँले? हेर्न मलाई बेलैमा तिर्छु भने त हो, पैसै भएन कि। पैसा होला जस्तो थियो, अहिले भएन, केही समय पर्खिन हुन्न। हेर्न, छोरी पढाउनै पर्यो, छोरी पढाउँदाखेरि 13 दिन लाग्यो मलाई। होइन, कस्तो कुरा गर्नुहुन्छ तपाईँ? तपाईँहरूले छोरी पाएर ऋण लाग्यो भनेर के अब म आफ्नो पैसा माया मार्दिम? मुखान सुनेको छैनौ? माया मार्ने धन अनि काटी खाने छोरो कसैको नि हुँदैन भनेर। मलाई मेरो पैसा जसरी पनि चाहियो। लाख रुपियाँको जायजता त छ नि बाबु, यसरी नै भनिराख्नु पर्दैन नि। केही दिन ढिला भएको त हो नि, केही दिन पर्खिनु भने त बुढा। अब केही दिनमा पैसा दिन सकिएन भने लाख रुपियाँ बराबर सम्पत्ति दिउँला नि त। सम्पत्तिको फुर्ती मसँग नगर नमेदाई। यदि तिम्रो सम्पत्तिले हुन्थ्यो भने तिम्री छोरी पढाउनलाई मसँग ऋण लिन आउनु पर्थ्यो? त्यही भएर यी सब बकवास कुरा मसँग नगर। मेरो पैसा जसरी लगेको त्यसरी नै मलाई फिर्ता गर। र तिमीहरूसँग थोरै समय मात्र बाँकी छ, म अरू कुरा जान्दिनँ, गएँ म।
हेर बुढा बिहा गरेपछि त अहिले त ठुल्ठुलो कुरा गर्नु थालेछ त सबै त्यस्तै हुने के त्यसको लागि केटी छोडिदिनु नि मेरो गल्ती